बाबु आराम हुनुहुन्छ नि? हजुर दाइ एकदमै आराम छु म चाहिँ। खाना खाना खानु हो? हजुर दाइ। मैले चाहिँ माया गरेर बाबु भने तपाईँको पढाइ लेखाइ स्किलमा त अब भनौँ न अब नजिक पनि भइयो। हजुर तपाईँ हजुर भन्नुपर्ने हो होइन होइन दाइ। हामी चाहिँ नजिक भएर हजुर हजुर अनि के छ के गर्दै हुनुहुन्छ हजुर अनि अहिले कसरी दिनचर्या बितिराखेका छ हजुर अनि तपाईँ त टिचिङ पनि गर्नुहुन्छ होइन पढाइ लेखाइ पनि राम्रो छ हजुर तपाईँको कारणले अरू धेरै मान्छे मोटिभेट पनि भइराख्यो भने सुन्छु होइन तपाईँको परिचय सही ठ्याक्कै सबैले बुझ्ने गरेर भनिदिनु न के गर्दै हुनुहुन्छ अब दाइ म चाहिँ अब मेरो नाम चाहिँ अनन्त गिरी हो होइन तपाईँलाई त थाहा छैन म पनि दाइ दाइलाई वडा अध्यक्ष भन्नुपर्ने हो दाइ ज्यू दाजु दाइ नै भन्छु होइन अब त यति आत्मीय दाजुभाइ आज दाजुभाइ हजुर हजुर अनि मैले तपाईँलाई भेट्नलाई सम्झेरै आएको अहिले हजुर हजुर दाइ सम्झेरै आएको खास हजुर अनि अब मैले चाहिँ अब विगत 10 वर्षदेखि यही पढाइरहेको छु जो चाहिँ अब एकाडेमिकली विक हुनुहुन्छ नि त्यो बच्चाहरूलाई नै पढाउने हो मैले त होइन उनीहरूलाई कसरी पोजिटिभली हुन्छ एकाडेमिकली विक जो स्टुडेन्ट छ उनीहरूलाई पढाएको नै 10 वर्ष भइसक्यो 10 वर्ष 10 वर्ष भइसक्यो है अनि मैले त एसएलसी दिएकै पछिदेखि नै पढाउनु तपाईँको पढाइ सोध्न मिल्यो कति छ पढाइ चाहिँ मैले मास्टर्स गरेको छु दाइ मास्टर्स गरिसक्नु भयो गरिसकेको छु ए होइन ठिक हो ठिक हो बाँकी तपाईँलाई हिँड्न ओर्न केही अप्ठ्यारोहरू त छैन हिँड्न त अब अप्ठ्यारो त दाइ जस्तो अहिले स्कुटीमा हिँड्नुहुन्छ क्यारे होइन हजुर स्कुटरमा हिँड्छु अलिक टाढा बाटो एक्सप्लोर गर्छु घरबाट चाहिँ अब यताउता चाहिँ व्हिल चेयरमै गर्छु मैले सुने अनुसार तपाईँले मम्मीले नि भन्नुहुन्छ मेरो त माइजी हुनुहुन्छ हजुर जस तपाईँ जुन अपाङ्गता भए पनि मनस्थितिमा तपाईँ सपाङ्गता जस्तै एकदम केही गर्नुपर्छ भन्ने सोचको हुनुहुन्छ भन्ने सुने जस्तै पढाइ लेखाइ नै छ तपाईँ जस्तै साथीहरूलाई पढाउनुहुन्छ होइन त्यसमा अलिक मोटिभेट हिसाबले कसरी काम गर्नु भएको छ अनि जो अपाङ्गता भएको हुनुहुन्छ उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ नि दाइ पहिला सुरु त मलाई म अपाङ्ग जस्तो फिलै हुँदैन गुड भेरी गुड भेरी गुड मलाई किन भन्दाखेरि सबै चिज चाहिँ आफ्नो दिमागमा हुन्छ अरे क्या होइन हामीले म अपाङ्ग छु म अलिकति डाउनमा छु भनेर भन्यो भनेदेखि चाहिँ त्यो त्यही अनुसारले मान्छे जान्छ मलाई कसले हेल्प गर्छ कसले गरिदिन्छ भन्ने टाइपको सोच आउँछ होइन मलाई केही गर्नु छ भनेर भित्रैदेखि सोच आयो भनेदेखि त्यो मान्छेले गर्छ क्या दाइ होइन अब माइन्ड स्ट्रङ हुनुपर्छ त फिजिकली स्ट्रङ फिजिकल भनेर त सबैको नै केही न केही प्रब्लम त हुन्छ अरे अब मेरो प्रब्लम यो छ भनेर बसेर चाहिँ हुँदैन होला जस्तो लाग्छ होइन अनि त्यसपछि अब त्यही हो दाइ अब केही गर्नुपर्छ केही गर्छु भनेर नै पहिलादेखि नै पढाइमा पनि मैले राम्रै थिएँ होइन अब मैले गर्न सक्ने काम त मैले म कुद्न पो सक्दिनँ त अहिले त सबै सकिन्छ नि कुद्न सकिँदैन होला तर सबैजना रनरै भन्नुपर्छ भन्ने त छैन होइन अब फुटबल खेल्न सक्दिनँ होला यता त्यता सक्दिनँ होला तर मैले गर्न सक्ने काम त कति छ अनि त्यसै मध्येमा मैले एउटा चुज गरेँ यसमा मलाई मजा पनि लाग्छ त्यो पहिल्यैदेखि नै अब अरूलाई सिकाउन अरूलाई केही गर्नलाई अलिकति मोटिभेट गर्नलाई होइन बच्चाहरूलाई पढ्न सम्बन्धी मैले जुन स्ट्रगलले पढाएको थिएँ त्यही कुराहरू उनीहरूलाई बुझाएको थिएँ उनीहरू पनि मोटिभेट भएर पढ्छन् अनि त्यसैलाई मैले पेसा बनाएँ अहिले अब 10 वर्षदेखि यही काम गरिरहेको छु जस तपाईँ पनि ह्याप्पी हुनुहुन्छ अनि तपाईँ जस्तो अरू बच्चाहरूलाई यस्तै भनौँ न डिसेबल बच्चाहरू होइन त उहाँलाई पढाउँदै गरेर तपाईँ खुसी हुनुहुन्छ एकदम अनि जो मैले अपाङ्गता भएका व्यक्तिहरूलाई हाम्रो यो संस्थाको थ्रु या अरू थ्रुबाट वडाको माध्यमबाट नै काम गर्दैछु होइन तपाईँ अब एक प्रकारले विविध सिचुएसनले गर्दा यस्तो हुनुभयो तर मनस्थिति तपाईँको स्ट्रङ छ मैले हेरिहालेँ होइन अनि हामीले जो अपाङ्गता भएका व्यक्तिहरूलाई वडामा काम गरेको देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ केही सजेसन छ कि मलाई त अपाङ्गता भएको मान्छेलाई बिचरा भन्नलाई मलाई चाहिँ मन लाग्दैन होइन बिचरा बनाएर राख्नलाई हुँदैन उनीहरूलाई पनि केही न केही गराउनु पर्छ क्या दाइ देशमा त अब हेर्नु सक्नेहरू सबै विदेश गइसके हो कि होइन भनौँ न विदेश गइसकेका छन् कोही मान्छे आफ्नै उसमा कुदिरहेका छन् होइन अब बनाउने भनेको हामी नै हो नि त हामी पनि उति नै गर्ने हो क्या दाइ हामी राज्यमा डिपेन्ड हुनुभन्दा पनि राज्यलाई हामीले पनि केही दिनुपर्छ भनेर हुन्छ होइन अनि त्यही हो दाइ अब कसैले केही गरिरहेको छ भन्दाखेरि त एकदमै खुसी लाग्छ दाइ होइन कसैले अब कोही मान्छे जसले अब हामी भन्छौँ नि समाजको हिसाबले हेर्दाखेरि यो त बिचरा यसले के गर्ला र भनेर जस्तो मान्छेले केही गर्यो अरे भन्दाखेरि हेर तिनीहरूले के गरिरहेछ भनेर एकदमै तपाईँको विश्वमा मान्छे अपाङ्ग भए पनि विभिन्न रेकर्ड कायम गरेका मान्छेहरू छ होइन स्पिचको हिसाबले ट्यालेन्टको हिसाबले होइन विश्वमा सपाङ्गता भएका भन्दा अगाडि गएको छ त्यसरी जानुपर्छ भन्ने लाग्छ
जुन मैले चाहिँ तपाईँको हाम्रो वडामा अपाङ्गता संस्था छ नि होइन हो त्यो संस्थाहरूमा वडाले काम गरिराखेमा त्यसमा केही कस्तो रियाक्सन छ केही सजेसन छ कि तपाईँको भन्दा एकदम म धेरै नै तपाईँसँग त स्पेसली धेरै नै आशावादी छु दाइ होइन किन भन्दाखेरि पहिला पनि धेरैजना मान्छेहरू आउनुभयो धेरैजनाले गर्नुभयो र स्पेसली अहिले तपाईँको त अब तपाईँलाई वडा अध्यक्ष भन्दाखेरि पनि तपाईँको त नामैबाट पनि धेरै ऊर्जा आउँछ होइन अनि अब अपाङ्गता भएका मान्छेहरूलाई पनि तपाईँले धेरै गर्नुभएको छ धेरै नै सोच्नुहुन्छ के छ कस्तो छ कहाँ के भइरहेको छ मलाई मात्रै भने सबैले अब यहाँ म त त्यसले चाहिँ मान्छेहरूलाई भेटिराखेको हुन्छ उहाँहरूलाई नै भेटिराखेको हुन्छ अनि तपाईँसँग जुन त्यो ऊ फिल गर्नुहुन्छ नि त्यसले त मान्छेहरूलाई छुट्टै ऊर्जा नै दिइरहेको छ जस्तो लाग्छ भाइ म प्रयास गर्दैछु अनि तपाईँ जस्तै देशमा पनि विदेशमा पनि यस्तै हुनुहुने व्यक्तिहरूलाई मोटिभेट हुने हिसाबले सर्टकटमा सर्टकट तपाईँ पुरै मोटिभेट हुनुहुन्छ मलाई थाहा छ नि त होइन किनभने कहिले तपाईँले म यस्तो भएँ भनेर सोचेको मैले थाहा छैन होइन उहाँहरूलाई मोटिभेट हुनको लागि के भन्न चाहनुहुन्छ पहिला सुरु त आफ्नो माइन्डलाई अलिकति स्ट्रङ बनाउनुहोस् होइन अनि म केही गर्न सक्छु भन्ने आफ्नो फिल्ड त अहिले त जति पनि छ नि त होइन त्यो फिल्डलाई एउटा चुज गर्नुहोस् त्यसमा अलिकति रिसर्च गर्नुहोस् अलिकति इन्भेस्टिगेट गर्नुहोस् अलिकति बुझ्नुहोस् पढ्नुहोस् अनि त्यसपछि अनि अगाडि बढ्नुहोस् होइन अब मैले गर्न सकेको म पनि गरिरहेको छु भनेदेखि म भन्दा त तपाईँहरू झनै बेटर पनि हुन सक्नुहुन्छ सबै अपाङ्गहरू मै जस्तो व्हिलचेयर युजर पनि नहुन सक्नुहुन्छ होइन तपाईँहरूले मैले त गरिरहेको छु भनेदेखि तपाईँहरूले त अवश्य पनि गर्न सक्नुहुन्छ उहाँले धेरै राम्रो कुरा गर्नुभयो आज हामीले मैले एउटा अति नजिक भएर पनि भनेको मेरो भाइ पनि हो थोरै यो हामीले भिडियो किन बनायौँ भने म जहिले पनि पोजिटिभ चिजहरू मिडियाबाट दिने गर्दछु हाम्रो देश नेपालमा अहिले तपाईँ हामीलाई थाहा नै छ नेगेटिभ चिज बढी मान्छेलाई मनपर्छ नेगेटिभ साइडबाट हामी सुरु गर्छौँ पोजिटिभ एङ्गलबाट कम कुरा गर्छौँ र पोजिटिभ चिज कम मनपर्छ त्यो राम्रो होइन थोरै भए पनि हामीले थोरै मोटिभेट होस् जो मान्छे विविध कारणले मान्छे चाहेर कोही पनि अपाङ्ग हुँदैन र भइ नै सकेपछि ती तपाईँको टेन्सनमा बस्ने होइन जो हाम्रो अहिले भाइले तपाईँ हामीले देखिसक्नुभयो उहाँ अहिले हेर्दाखेरि उहाँलाई हिँड्न ओर्न देख्दा समस्या छ तथापि मानसिक हिसाबमा उहाँले त्यो कहीँ सोच्नु भएको छैन उहाँको पढाइ लेखाइ विचार चिन्तन थट धेरै राम्रो छ र उहाँले त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सपोर्ट गरिरहनु भएको छ म राज घिमिरे गोदावरी नगरपालिका वडा नम्बर 3 को वडा अध्यक्ष हजुरहरू सबैलाई जो देशमा विदेशमा या देशी विदेशी जोसुकै हुनुहुन्छ जो अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ जे नहुनु पर्ने त्यो भइसक्यो तर भएको विषयमा टेन्सन भएर बस्ने होइन तपाईहरुभित्र के क्षमता छ तपाईले के गर्न सक्नुहुन्छ किन क्षमता विहीन मान्छे कोही पनि हुँदैन त्यो क्षमतालाई पहिचान गरेर सपोर्टिभ हिसाबले केही सपोर्ट लिन सक्छ भने सपोर्ट लिएर तपाईले तपाईको लागि तपाईले तपाईको परिवारको लागि तपाईले तपाईको राष्ट्र र विश्व मानव जगतको लागि केही गर्न सक्नुहुनेछ त्यसको लागि तपाईहरु अलवेज मोटिभेट भएर अगाडि बढ्नुहोला म राज घिमिरे तपाईहरुलाई सकेको सहयोग साथ समर्थन सपोर्ट अपाङ्गता भएको व्यक्तिहरूलाई गर्दै आएको छु र गर्दै जानेछु र यो भिडियो जो अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ र उहाँलाई मोटिभेट गरेर तपाईहरु माया गर्न चाहनुहुन्छ भने लाखौं लाख माझ पुग्ने गरेर शेयर गरिदिनु हुन पनि म तपाईहरु सबैलाई हार्दिक अनुरोध अनि अपिल गर्न चाहन्छु तपाईहरुको जय होस् नमस्ते थ्यांक यू